अहिले चाहिँ यस्तो पाराले बनिरहेको छ। हाय हेलो एभ्रीवन, वेलकम ब्याक। मेरो भिडियोमा फेरि पनि हजुरहरूलाई स्वागत गर्न चाहन्छु र नयाँ भिडियो लिएर आउँदैछु। अहिले चाहिँ भिडियो बनाउनको लागि म पञ्चमीतिर निस्किएको छु र पञ्चमीतिरको चाहिँ दृश्यहरू यस्तो भइरहेको छ। म तपाईँहरूलाई देखाउने नै छु र हाम्रो पोखरी यहाँको पनि सुकेको छ होइन। त्यो सुकेको पोखरीलाई चाहिँ पर फुर्के पोखरी जस्तै बनाउने क्रम चाहिँ जारी रहेछ। धेरै पछि आएको यता विकासे क्रम चाहिँ ठुलै भएको रहेछ। हाम्रो दाजुलाई फगाएर ल्याएको क्या आज हाम्रो दाजु बाबालाई जुङ्गा हेरेर थाहा भइहाल्छ नि हाम्रो दाजुको होइन। र पोखरीतिरको अवलोकन गर्नेछौँ र यसभित्र ढुङ्गा फोरिँदै रहेछ र यो गङ्गटो पनि मलाई चाहिएको थियो र यसो कति के काम रहेछ भनेर हेर्न पनि आएको। यो गङ्गटोको पनि यसो दृश्य लिइसकियो। अब पोखरीतिर जाँदैछौँ हामी। पोखरीतिरको देख्न सक्नुहुन्छ र यो पञ्चमी डाँडातिर चाहिँ यस्तो तपाईँहरू पनि आएर मनोरञ्जन गर्न सक्नुहुन्छ। दामी भ्यू छ है। यता हेर्न त दाजु, दादा छ नि त दादा सिन चाहिँ होइन। पर चाहिँ हाम्रो फुर्के पोखरी चाहिँ के भन्छ जम्बर एआई भन्नेले चाहिँ गरेको थियो प्रोजेक्ट र त्यही मार्फतै हुनसक्छ। अहिले सकभर उहाँ चाहिँ लक्जमबरमा हुनुहुन्न रे भन्ने कुरा सुनेको छु। यो प्रोजेक्ट चाहिँ कोही प्रोजेक्टै हो होइन, प्रोजेक्ट माध्यमबाटै गरिएको हो। बजेट चाहिँ कति छ त्यो पनि थाहा छैन र पनि हामी यसो भिजिट गर्न आएको छौँ। तपाईँहरूलाई म त्यसको फाउन्डेसनहरू देखाउन जान्छु, देखाउँदैछु। एकछिन पछि म त्यहाँ पुगेर अहिले चाहिँ हामी ठक्क मास्तिरतिर आइसकेका छौँ र यहाँ काम चाहिँ तीव्र रूपमा चलिरहेको रहेछ यो। अनि अब तपाईँलाई पनि म देखाउँछु है त। चट्ट परेको अहिले चाहिँ यो माथि पञ्चमीमा चाहिँ होइन पोखरी बनाइँदैछ। पोखरीको लागि चाहिँ यहाँ ढुङ्गा फोर्ने क्रममा चाहिँ यतातिर जङ्गलभित्रको ढुङ्गा फोरिराख्नु भएको छ। मोटो पाल्नु कस्तो ठुलो ज्यान छ यो सानो भाइको। हाम्रो शेर्पा दाजुको छोरा होला यो परकै। यो चाहिँ पोखरी, यो पोखरी हो होइन। यो पहिला पनि यहाँ पोखरी थियो। त्यो पोखरीलाई नै पानी सुकेकोले गर्दाखेरि अहिले पर हाम्रो फुर्के पोखरीको जस्तो तल ग्राउन्ड चाहिँ मिलाएर माथिबाट सट्ट वाल लगाएर यता ओल्लो छेउमा आरसिसी नै बनाउनु हुने रे भन्ने सुन्दैछु। र यता यो पोखरीलाई सबै राउन्ड कति बाई कतिको छ त्यो चाहिँ थाहा छैन होइन। हामी चाहिँ सर आज यसो अवलोकन गर्न आएको छौँ र यहाँ चाहिँ काम भइरहेछ। यसमा पनि पानी भरण गरिसकेपछि यो ठाउँलाई पनि तपाईँलाई अत्यन्तै रमणीय भूगोल छ यो पनि होइन। एक प्रकारको पर्यटकीय क्षेत्र नै मानिन्छ यो ठाउँ पनि। अलिकति यो पानीको चाहिँ अभावले गर्दाखेरि यस्तो भएको। यो एरियामा यो साइडतिर चाहिँ आरसिसी गर्ने रहेछ होइन। यता चाहिँ अलिकति बस्ती पनि छ होइन, होटलहरू छ। त्यही भएकोले गर्दाखेरि यहाँनिर चाहिँ आरसिसी गर्ने कुरो रहेछ। पोखरी चाहिँ यो पाराको हुने रहेछ है। ठुलो छ पोखरी। अहिले चाहिँ यस्तो पाराले बनिरहेको छ होइन। अब हो यहाँ हाँस पनि रहेछ है, सट परेको हाँस। यसमा चाहिँ फरक कस्तो थियो भने यो माटो चालेको माटोलाई तल ग्राउन्ड फ्लोरमा चाहिँ राखिन्छ। योभन्दा एक स्टेप मुनि एकपटक गरेर माटोभन्दा माथि चाहिँ प्लास्टिक पाल लगाएर त्योभन्दा माथि चाहिँ यो माटो बिछाइन्छ अनि थिच्ने गरिन्छ। त्यस्तो प्रकारले बनाएकोले गर्दाखेरि पर हाम्रो फुर्के पोखरीमा चाहिँ अहिलेसम्म पानी रहेको छ र त्यही मार्फत चाहिँ हाम्रो यो
सुके पोखरीमा गरेको चाहिँ त्यहाँ चाहिँ अलिकति दिगोपना भएन, त्यो चाहिँ पानी सुकिरहेछ। परको चाहिँ धेरै राम्रो भइरहेछ र अघिको मोटे भाइ त यहाँ पनि पो माटो फाल्न आइपुगेको रहेछ त। यो पञ्चमी हो होइन, यहाँ मेला लाग्छ, मेला पनि लाग्छ। यस्तो छ है। अब यो पोखरी भएपछि यहाँ मान्छेको आवत जावत चाहिँ राम्रै होला। पहिल्यै पनि राम्रो ठाउँ, त्यतिकै प्राकृतिक रूपले पनि राम्रो भूगोल छ यो। यस्तो छ। यो 200 मिटर रहेछ राउन्ड चाहिँ। खासमा अहिले चाहिँ 200 राउन्ड अलिक नहोला रहेछ होइन। यहाँको बजेटिङको हिसाब चाहिँ 30-35 लाख समथिङ त्यस्तै कति छ क्या होइन। अब यो चाहिँ पुरा हराभरा हुने भयो पानी भरिएपछि। अब आरसिसी चाहिँ यही धागो हो कि के है होला। यहाँको भिजिट पनि गरिसक्यो करिबन। अब हामी यहाँबाट पनि निस्किने क्रम रह्यो। हामी अब घरतिर लाग्छौँ। जाडो छ, चिसो छ। अब चैत वैशाख भन्नु मात्रै हो, यतातिर पनि यस्तो हावा चल्छ कि त्यो भएर यो चाहिँ जमानाको सेल्फी डाँडो थियो कि यो एरिया चाहिँ। यहाँनिर जो पनि आए पनि सेल्फी हान्ने थिए। अहिले चाहिँ अब यस्तो छ अवस्था। बिस्तारै बिस्तारै यो पनि पोखरी सम्पन्न भएपछि चाहिँ यहाँ एकदमै रमाइलो हुनेछ, हुने देखियो। अच्छा जाडो चाहिँ छ है। जस आजको दिनलाई चाहिँ यसरी नै टुङ्गाउने क्रम रह्यो। गङ्गटोको काम चाहिँ राम्रै छ अहिले चाहिँ। ढुङ्गा फोरेकोलाई निकालिदिँदैछ चाहिँ। Visit Nepal 1998 भने जस्तै सरसर ए हुको चिया बगान छ है। पञ्चमी तेर्सो चाहिँ झन्डै मेरो टोपी गयो दादा। मोर एक्सिलेन्ट ड्राइभ हाम्रो दादाको चाहिँ। अफरोड किङ दादाको ड्राइभ। लगभग वस्तु नहिँड्ने बाटोमा बाइक छिराउँदै हुनुहुन्छ भनेर चाहिँ भन्दिनँ म। वाउ, पर त जोडी छन् कि के हो भनेर चाहिँ नभनौँ। जस घुम्न आउने ठाउँ रमाइलो छ।